बाटो त एकदमै खराब। चलो हामी चाहिँ ओलिभ ओइल लिएर चाहिँ गएको छौँ अहिले। अनि हाम्रो राइडर दिदी 1 2 3 दोस्तो नाच्यो होइन नाच्यो। हामी चाहिँ आयुर्वेदिक पसल गएको तर हामी अर्कै बाटो आइछौँ। यो बाटो आयौँ, हामी अर्कै बाटो जानुपर्ने थियो। अनि खुट्टाले अलिक भुइँ छोकै छैन, कसरी क्रस गरेर चढ्नु होला। तर नाइस फ्लावर एनपिएफए राइडरले चाहिँ यहाँनिर मलाई बिच सडकमा छोडेर यसरी जानु हुँदैछ। राइडर चलो। अनि यहाँ चाहिँ मेरो प्यान्टमा पानी नै पानी चाहिँ हिँड्दैछ। अघि यो बेसिकर आउँदाखेरि एउटा गाडीले जानी हालिदियो। यहाँ हाम्रो राइडर दिदी हुन्छ। साउन्ड पाइसक्यौँ हाम्रो गुड मर्निङ। अनि उहाँले चाहिँ सधैँ मलाई यसरी छोडेर जानुहुन्छ। ओइ झन्डै ठोक्नु भयो त। ल फाइनली ये हाई को लागि जाँदैछौँ लिङ्ग भैरवी। अनि हाम्रो चाहिँ फेरि भेट भइसकेको छ। हाम्रो के अरे ट्रेकिङको दोस्ती हुन चाहिँ अगाडिदेखिकै दोस्ती हो। ट्रेकिङमा चाहिँ अलि धेरै नै क्लोज भएको थियौँ। अनि हामी चाहिँ कीर्तनको लागि जाँदैछौँ। लेट्स गो। आउँदै हुन्छ सर। यहाँ चाहिँ हाम्रो सर आउँदै हुनुहुन्छ सानमा। हाई 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 सर। सर हाम्रो भ्लगमा स्वागत छ। हजुरलाई 2 शब्द भनिदिनु होला प्लिज। खाना खाने बेला भयो, म दही लिएर आउँछु है त। हामी धेरै आभारी छौँ। धन्यवाद। भ्लगमा केही भनिदिनु छोडेंगे। चलो दोस्त हम आ चुके हैं। हाय हामी आइपुग्यौँ अब। ये आइपुग्यौँ हामी चाहिँ। हामी चाहिँ अघि आउने भनेको थियौँ। अनि 3जना साथी हाम्रो यहाँनिर कुरिराख्नु भएको छ आधी घन्टादेखि। अनि हामी चाहिँ भर्खरै आउँदैछौँ। ए बिन्दास हामीले चाहिँ हाम्रो चाहिँ भैरवीको भिडियो चाहिँ बनाउन पाइनौँ। हामीले अलिकति क्राउड पनि थियो अनि बनाउन पाइनौँ। अब हामी कहाँ जाँदैछौँ? नारायणथान। यो चाहिँ नारायणथानको बाटो हो। अनि हामी चाहिँ बुढानकण्ठ मन्दिरमा आइसकेको छौँ। अनि हाम्रो लागि चाहिँ यस्तो तयारी छ। यो हाम्रो लागि होइन तर हामी राइट टाइममा आइपुग्यौँ। ये ब्लगमा धेरै ये भयो भनेर हामीले दोस्ती थपेको छौँ। यसलाई अलिकति कम गरौँ भनेर। आज के एउटा के छ क्या। अनि यहाँनिर चाहिँ यसरी लगाएको छ। ये ओके यस्तो छ। यहाँनिर चाहिँ उहाँ भोलि आउने हुनुभयो र यहाँ यस्तो तयारी रहेछ। म पनि आचार्य हो नि। हो नि हो। अनि मन्दिर चाहिँ यस्तो छ। यहाँनिर हाम्रो दोस्तीहरू यहाँनिर हुनुहुन्छ। दोस्तीहरू
अहिले चाहिँ कति बजिरहेको छ? अहिले 1:30 हुन लाग्यो। 1:30 ओके। 9:30 हुँदैछ। अरू घरमा घुर्रा होला नि हामी यहाँ मन्दिरमा हिँड्दा हामी कस्तो साथीहरू हाम्रो कन्सर्ट हुन गइरहेको छ। हाम्रो कन्सर्टको सिङ्गर हुनुहुन्छ यहाँ सुस्मिता खाँचो सबलाई एउटै मानौ। वाह वाह वाह। खाँचो सबलाई पर्खिने क्रम जारी नै छ। 10 बज्नलाई 5 मिनट बाँकी छ, तर उहाँको दाइ आइपुग्नु भएको छैन। यसरी नबोलौँ न क्या। कस्तो लागिरहेछ हजुरलाई यत्रो टाइमसम्म पर्खेर? रमाइलो लागेको छ, धेरै रमाइलो। गेट खोलिएन भने के होला? गेट खोलेन भने बाहिर धारणा बस्नु पर्ला सायद। बिहान त खोलिएला 5 बजे। बिहान खोलिन्छ अनि जाने नुहाइ धुवाइ गर्ने अनि फेरि क्लासमा बस्ने 6 बजीदेखि। शनिबार त क्लास हुँदैन। बाई बाई। दाइ चाहिँ बास्टो अनुसार घुमेर जानु भइरहेको छ। मैले सुन्छु होइन। थ्याङ्क यू सो मच। भोलि भेटौँला। ये